आज हामी महाभारत कालसँग जोडिएको एकदमै प्राचीन धार्मिक एवं पर्यटकीय दृष्टिकोणले प्रख्यात ठाउँ उत्तराखण्डको हरिद्वारमा अवस्थित भीमगोडातिर प्रस्थान गर्दैछौँ। गाइज हरिद्वारको भीमगोडा भन्ने ठाउँमा चाहिँ यता पिजास कुण्ड देख्न सक्नुहुन्छ। यो मेरो पछाडि चाहिँ पिजास कुण्ड हो। यसको पछाडि छुट्टै इतिहास छ है। यसलाई किन पिजास कुण्ड भन्यो यसको मैले फोटो एउटा डकुमेन्ट्री भिडियो बनाएको छु, हेर्नु होला। यो हरिद्वारको चाहिँ भीमगोडा भन्ने ठाउँ छ है। यदि तपाईँहरू हरिद्वार आउनुभयो भने चाहिँ भीमगोडा भन्ने ठाउँमा ओर्लिएर पिजास कुण्ड है त। यसको पछाडिको इतिहास चाहिँ यस्तो रहेको छ, हेर्नु होला यो भिडियो सानो। पौराणिक कथा अनुसार महाभारतको युद्ध समाप्त भएपछि पाण्डवहरू आफ्नो परिवारसहित स्वर्गारोहणको लागि निस्किएका थिए। भनिन्छ कि त्यस समय पाण्डवहरू हरिद्वार हुँदै आफ्नो यात्रामा अघि बढिरहेका थिए। यसै क्रममा माता कुन्ती र द्रौपदीलाई प्यास लागेको हुनाले पानीको स्रोत खोज्न लागे, तर टाढा टाढासम्म पनि उनीहरूले पानी भेटाएनन्। त्यसपछि भीमले भगवान भोलेनाथ र माता धरतीको पूजा गरेर र आज्ञा लिएर आफ्नो घोडा अर्थात् गोडाले जमिनमा प्रहार गरेका थिए। भनिन्छ कि भीमको प्रहारबाट पाताल लोकबाट पानीको मुहान फुट्यो, जसलाई गुप्त गङ्गा भनिन्छ, जसबाट कुन्ती र द्रौपदीले आफ्नो तिर्खा मेटाएका थिए। त्यसैले भीमले आफ्नो गोडा अर्थात् घोडा प्रहार गरेर गुप्त गङ्गा निकालेको हुनाले यस ठाउँको नाम भीमगोडा कुण्ड राखियो। यस ठाउँलाई भीमकुण्ड पनि भनिन्छ। यहाँ भीमले भगवान भोलेनाथको बालुवाको शिवलिङ्ग बनाएका थिए, जुन आज पनि यही छ। यदि कुनै मानिसलाई देवी देवता वा अन्य आत्माहरू लागेको खण्डमा यहाँ आएर यो भीमकुण्डमा स्नान गर्यो भने ती आत्माहरूले मुक्ति पाएर यही कुण्डमा विसर्जन हुने भन्ने जनविश्वास पनि रहेको छ। त्यसैले यसलाई पिशाच कुण्ड पनि भनिन्छ।